दर्शकबिन नमस्कार। नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल बुधबार पोखरामा आयोजित फाइन प्रिन्ट फिवर घुम्ती साहित्य उत्सवमा आफ्नो पुस्तकको चर्चाका लागि सहभागी भएका थिए। यसै क्रममा उनले आफ्नो अदम्य फ्यानसँगको एक अविस्मरणीय भेटले सबैको ध्यान खिचेको छ, जसको तस्बिर सामाजिक सञ्जालमा राजेश हमालले नै पोस्ट गरेका छन्। राजेश हमाल हालै सार्वजनिक भएको आफ्नो पहिलो पुस्तक युगदेखि युगसम्मको विमोचन तथा चर्चाका लागि साहित्य उत्सवहरूमा सहभागी भइरहेका छन्। पोखराको घुम्ती साहित्य उत्सवमा आफ्नो जीवन र अनुभवमा आधारित यस पुस्तकबारे पत्रकार अपिल त्रिपाठीसँगको कुराकानीमा उनले आफ्नो फिल्मी यात्रादेखि व्यक्तिगत जीवनका अपरिचित पक्षहरूसम्मलाई उजागर गरेका छन्। यसै उत्सवमा महानायक हमालले आफ्नो एक कडा फ्यानसँग भेट गरे, जसले महानायक प्रतिको आफ्नो अगाध प्रेमलाई शरीरमा सधैँका लागि अंकित गरेका छन्। तस्बिरमा देखिए अनुसार हमालसँग सेल्फी लिइरहेका ती फ्यानले आफ्नो पाखुरामा महानायक राजेश हमालको तस्बिर सहितको ट्याटू खोपेका छन्। ट्याटूमा महानायकको तस्बिरको साथमा धार्मिक आस्था झल्कने आकृति पनि देख्न सकिन्छ। महानायक राजेश हमालले पनि आफ्ना फ्यानसँग यस्तो प्रेम देखेर खुसी हुँदै तस्बिर खिचाएका छन् र थम्स अपको संकेत गर्दै तस्बिर खिचाएका छन्। यसले महानायकको लोकप्रियता र उनका फ्यानहरूको उनलाई महानायक मान्ने तीव्र फिवर पोखराको साहित्यिक माहौलमा पनि स्पष्ट देखियो। चलचित्र क्षेत्रका यी कलाकारहरूलाई साहित्यिक मञ्चमा पनि उत्तिकै माया र सम्मान मिलिरहेको छ। आजको लागि यति नै। हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।